बुम अहिले हामी ट्याक्क स्कुल चाहिँ आइसकेको छौँ। स्कुलको ट्याक्क दोकानको अगाडि थियौँ, केटाहरू यहाँ बाँच्दै थियो। अनि क्लासभित्र पुगिसकेको थियौँ। क्लासमा पुग्दाखेरि केटाहरू बाँच्ने भन्दै जङ्गिँदै थियो, दुईजना जङ्गिँदै थियो, एउटाले पड्काउँदै थियो। त्यस्तै त हुन्छ नि, एउटाको हात चिप्ल्यो, अब हान्नु आँटेछ, ब्ल्याम्मै हात चिप्ल्यो, एउटाले धरो बजाएको छ, फ्याट भन्दै फेरि हान्नु खोज्दैछ। सर पढाइरहेछ, केटाहरू बाँच्दैछ, डरायो, हान्नु कि नहान्नु भन्दै अर्को गएको थियो जस्तो यहाँ हेर न। अर्को हाम्रो यहाँनिर छ नवीन र सन्दीप भन्ने, आम्मामा जोसिँदैछ लुरेर झ्याङ्गोमा। नवीन हाँसी हाँसी बसिरहेछ, तर कालेले सकेन। अर्को हाम्रो साथी आइसकेको छ, साथीले उठाइदिँदैछ, अनि नसके भने दिइरहेछ साथीले, अनि जितेरै छोडो अन्तिममा। त्यसपछि यसो सर हेर्दै अगाडि सर थियो, फेरि केटाहरू बाँच्ने भनेर गौरे, फेरि सकेन। सुमिन रह्यो, बरु सुमिनको पालो ड्याम ड्याम दिइहाल्यो। अनि त्यसपछि हल्का हामी बाहिर आइसकेको थियौँ, ट्युसन पढ्ने टाइम भइसकेको थियो। हामी माथि जाँदै थियौँ ट्युसन पढ्नु। हामी म गलेर फ्याक भइसकेको थियौँ। फ्याक मतलब चप्पल त्यस्तै चिप्लो नचिप्लो, फ्ल्याट कि फ्ल्याट भएर कुदिरहेको थियौँ हामी यतिखेर। अनि त्यो चाहिँ ट्याक्क बाँसकालीबाट माथि जाने भनेर। लु आजलाई यति नै, बाई बाई, वेलकम।